सबैलाई नमस्कार। आज हामी दमकबाट एशियन हाइवे हुँदै सुरुङ्गाबाट केही पूर्व पुगिसकेपछि हामी उत्तरतर्फ लाग्नेछौँ। हाम्रो यात्रा सुखानी हुँदै सोमबारे हुँदै हामी बेलासे पुलमा झर्नेछौँ। बेलासे पुलबाट हामी उकालो बढ्नेछौँ। हामी इलाम जाने बाटो छोडेर मङ्गलबारे जाने बाटोलाई समात्नेछौँ। जितपुरमा हामी केही समय रमाइलो गर्नेछौँ। गाग्रे भन्ज्याङ हुँदै पैरे भन्ज्याङ निस्केर हामी हिमालयन माध्यमिक विद्यालयमा पुगेर केही समय अवलोकन गर्नेछौँ र अन्तमा देउमाई नगरपालिका 6 लिम्बू गाउँमा स्थित फुटबल मैदानको हामी फाइनल खेल हेर्नेछौँ। गतिविधिलाई निहाल्नेछौँ। तसर्थ केही ढिलो नगरिकन अबको यात्रा हाम्रो सुरु हुनेछ माइधारबाट। लेट्स गो। सबैलाई नमस्ते। आजको पहिलो भिडियो हाम्रो यो कन्काई माई माथिको पुलबाट लिएका छौँ। यो अहिले देखिएको कन्काई नदी हो। यो विशेष गरी देउमाई खोला, पुवामाई खोला र माई खोलाका साथै जोगमाई खोला, इलामको 4 खोलालाई समष्टिगत रूपमा यहाँ आइपुगेको छ। अब हामी यसको शिरतिर पहिलाउँदै जानेछौँ। कृपया हामी सँगै साथमा जोडिनु होला। अहिले हामी ठ्याक्कै शुक्रबारे बजारमा आइपुगेका छौँ। ठ्याक्कै सोमबारे बजार। हामी ठ्याक्कै सोमबारे बजार काटिसके पछाडि हामी यो बाटो लाग्छौँ। ठ्याक्कै चिसापानी स्थित अब बेलासेको पुल पुग्न आँट्दैछौँ। यो माथि यहाँदेखि देख्दाखेरि माथि देखिएको यो बजार इलाम बजार हो। इलाम बजारको पश्चिमतिर माई खोला छ भने पूर्वतिर पुवा खोला छ। तर हाम्रो आजको यात्रा भने हामी यो जितपुरतिर हुँदै मङ्गलबारे हुँदै हामी शान्ति डाँडातर्फ प्रस्थान गर्नेछौँ। यो देखेको ठ्याक्कै बेलासे पुल हो। यही हो अस्तिको पानी झरीले बाढीले गर्दाखेरि झन्नै लगेको धन्न यहाँ कम्प्लिट टुटाउन चाहिँ टुटेको छैन। त्यही कारणले गर्दाखेरि हामी अहिले यो बाटो हुँदै गन्तव्यमा जान प्रयासरत छौँ। बेलासेको पुलदेखि देखेको इलाम बजारको दृश्य हो। यहाँबाट हामीले स्पष्टसँग डाँडाको काखमा रहेको इलाम बजारलाई अवलोकन गर्न सक्छौँ। Happy Tiok! यही दो बाटोबाट यता हामी इलाम जाने भने यता लाग्छौँ भने हामी देब्रेतिर लाग्दाखेरि यो मङ्गलबारे जितपुर क्षेत्रतिर लाग्छौँ। आजको हाम्रो यात्रा यो मङ्गलबारतिर हुनेछ। थम्स अप। यो चाहिँ देउमाई नगरपालिका 7 सिद्धिथुम्का पञ्चमी बजार हुन्छ। देब्रे साइडतिरदेखि हामी अब नमीतिर जाँदैछौँ। देखेको ठाउँहरू सबै पानीले अस्ति चिरा परेको देखिन्छ। यो सम्भवतः यो साङ्ग्रुममा हुनुपर्छ। अहिले हामी ठ्याक्कै जितपुर बजार, जितपुरको एउटा प्रमुख बजार नहमी बजार आइपुगेका छौँ। ल सबैजनाको नाम भनौँ त। पहिला यता रातोतिरदेखि लाउने। ओके। अनि अर्को भाइको दिप्सन। तपाईँ तिम्रो नाम दिप्सन। अनि अर्को भाइको के? प्रदीप निरौला। अनि जितपुरमा छौँ। नमी बजार जितपुर माध्यमिक विद्यालय
मेरो नाम चाहिँ प्रनिसा लुइटेल अनि म चाहिँ झापामा बसाइ छ तर अहिले चाहिँ म यता माउला ए कस्तो लागेको छ त पहाड राम्रो लागेको छ है ल थम्स अप गरौँ न त थम्स अप ओके ओके गुड ल नमस्कार नमस्कार बुवाको नाम हरिप्रसाद कटेल बुवाको नाम हरिप्रसाद कटेल रहेछ जितपुरमा यो हाम्रो शान्ति राणादेखि रेणुका ढुङ्गाना मेरो दिदी पर्नुहुन्छ बाहुनदाईकी साइली छोरी हो उहाँ चाहिँ अहिले कटेल मेरो भाइको बुहारी थियो भाइको बुहारी हामी चिन्जान नभएको मात्रै रहेछ एकदमै खुसी लाग्यो बुवालाई भेट्न पाएँ है त यो ठ्याक्कै ठाउँ भनिदिनु त बुवा यो ठाउँ चाहिँ जितपुरै हो जितपुरै हो जितपुरको ओके ल ल ठिक छ भिनाजुलाई भेटेर हामी अब घरतिर आहा आनन्दको हरियालीमा ल घर आइपुग्यो दुईटामा 9 केजी जति अलैँची फल्यो अरे यो पटक तर अरू ठाउँ चाहिँ मिठेको छ भन्नुहुन्छ दिदी भिनाजु ठ्याक्कै जितपुरको अहिले देउमाई नगरपालिका कति 8 देउमाई नगरपालिका 8 ल हरियो गोबरले आज आइपुग्यो धेरै अगाडिदेखि आउन रहर लागिरहेको ठाउँमा आज यो तिहारको अवसरले जुराए पनि पछाडि सयपत्रीहरू ठ्याक्क फुलेको छ आज टिकाको तिहारको लक्ष्मी पूजा दिदी भिनाजुहरूसँग आउन पाइयो एकदम खुसी लाग्यो ठ्याक्कै हामी अहिले यो देउमाई नगरपालिका 8 पुरानो जितपुर गाविस जितपुर चाहिँ कुन कति नम्बर वाडा थियो 2 जितपुर 2 नम्बर वाडा आज दिदी भिनाजुका पनि आएर आइयो तातो पानी चिया दही चिउरा खारा टन्न भएर अब बाटो लागिँदैछ अब शान्ति डाँडातिर ठिक छ हेलो हेलो गणेश रिजालसँग ठ्याक्कै हाम्रो भेट भयो त्यही त खुसी लाग्यो हामी सम्बित बस ठ्याक्कै हामी अहिले मङ्गलबारे र नवमीदेखिको झन्झनै बिचतिर छौँ हामी अहिले इलामका तर अहिले झापावासी भएका छौँ हामी देउराली बजारबाट अब उकालो लाग्दैछौँ यो देखिएको बजार मङ्गलबारे बजार हो देउमाई नगरपालिका 3 मा अवस्थित मङ्गलबारे बजार यहाँको एउटा देउमाई नगरपालिकाको एउटा के भन्नु देउमाई नगरपालिकाको सदरमुकाम नै हो सदरमुकाम त एउटै हुन्छ मङ्गलबारे जाने बाटो भयो यो यता अब शान्ति डाँडातिर जाने मेन मङ्गलबारे नेपालटार बाटोलाई हामीले यहाँबाट भेट्यौँ गाग्रे भन्ज्याङ भन्छ यो ठाउँलाई यो मन्त्र कटेज यहाँको प्रसिद्ध कटेज हो यो शान्ति डाँडाको खेल मैदान हो मेरो बाल्य अवस्था 7 वर्ष 1 कक्षादेखि 7 कक्षा पढुन्जेलसम्म यही स्कुलमा बितेको छ मेरो बाल्यकालको धेरै कुराहरू यो ठाउँमा बितेको छ सँग करिब 25-30 वर्षभन्दा 30 वर्षभन्दा पछाडि भेट भयो को भनेर सोध्नु पर्यो एकपटक नामदेखि मात्रै अनि याद भयो एकदम खुसी लाग्यो सन्तसँग यहाँ हिमालयनमा ठ्याक्क भेट भयो हिमालयन माध्यमिक HSEB भन्थ्यौँ हामी हिमालयन सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल जुन 7 कक्षासँगै बितेको अहिले हाम्रो प्रिन्सिपल सर सुरेन सरको कान्छो सुपुत्र हेमन्त दाईले उहाँले पहिलाले बुवाले जुन एउटा पवित्र मन लिएर यहाँ स्थापना गर्नुभएको स्कुललाई
उहाँले अहिले कन्टिन्यू दिँदै हुनुहुन्छ। जस्तो सुकै विषम परिस्थिति आए पनि अहिले फेरि हामी बढ्दैछौँ। हामी पहिलाकै रूपमा यसलाई एउटा शान्त र शिक्षा प्रदान गर्ने भूमिका रूपमा विकास गर्नको लागि हम तयार छौँ। दाईसँग केही भनिदिनु न दाई। धेरै धन्यवाद भाइलाई। लामो समयपछि हामी फेरि भेट भयौँ। हामी विगत 2 वर्ष अगाडि भेट भएको थियौँ र भाइ जहिले गाउँमा आउनुहुन्छ, यहाँ पनि निस्किनुहुन्छ र भाइले अहिले हामीलाई यो जुन विपदमा पनि सहयोग गरिरहनु भएको छ र अरू देश विदेशमा आउने हाम्रा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले सहयोग गरिरहनु भएको छ र अहिले यो छुट्टीको तिहारको बेलामा हामी यहाँ पुनर्निर्माणमा लागिरहेका छौँ र भाइसँग भेट भयो। अनि सबैलाई धेरै धेरै धन्यवाद। हस् दाइ, ल थ्याङ्क यू दाइ। यो देखिएको इलाम बजार अनि हामी अहिले यो पारिपट्टिको गाउँ साङरुम्बा भन्छ। अहिले तल इलाम नगरपालिकाकै पर्छ भने माथि देउमाई नगरपालिका पर्छ। यो ठ्याक्क बादलले छोपेको ठाउँ पानीटारदेखि परतिर देउराली भन्ने ठाउँ रहेछ। त्यो पानीटार देखिरहेको छ अहिले। हामी अघि यही बाटो हुँदै माथि शान्ति डाँडादेखि तल झऱ्यौँ। अहिले ठ्याक्कै गाविस भवन, पुरानो गाविस भवनदेखि माथि अहिले वडा कार्यालय छ। त्यो मास्तिरदेखि देखेको दृश्य हो। अहिले 2:50 गएको छ समय। यो देउमाई नगरपालिका 6 को वडा कार्यालय हो। योभन्दा अगाडिको यो ठाउँ एकदमै धेरै महत्त्वपूर्ण स्थान हो। यो देउमाई नगरपालिका 6 पहिले यहाँ ठुलो भवन थियो। चुनाव यहीँ भित्र हुन्थ्यो, यहाँ लाइन लाग्थे। हामी त सानोमा थियौँ, लाइन लागेको हेर्थ्यौँ। यो इलाम शान्ति डाँडाका पहिलाका बासिन्दाहरूलाई यो भिडियो साँच्चै पुराना दिनहरूलाई बल्झाउने खालको हुनसक्छ। अहिलेको संरचना यस्तो भएको छ। यो भाँचेको पाटी पनि बनाइनेछ। यो खाली पिङ पनि दोहोरी खेल्ने र हेर्नेको घुइँचोले भरिनेछ।
अब हाम्रो सिमले भर्सेस लिम्बू गाउँ हुँदैछ। देब्रेतिर सेतो जर्सीमा हाम्रो लिम्बू गाउँका साथीभाइ छन् भने दाहिनेतिरको निलो जर्सीमा सिमलेदेखिको दाजुभाइहरू छन्। अब आज फाइनल सुरु हुन आँट्दैछ। पहिला शान्ति डाँडावासी, त्यो पछाडि दमकवासी र अहिले फेरि देउमाईवासी मोहन दाइसँग भेट भयो। हामी ल हेरौँ आज फाइनल म्याचमा ठ्याक्क हामी भेला भएको छौँ। ठ्याक्क हामी माथिल्लो घर, पल्लो घर, तल्लो घर तिनजना है। ल थम्स अप। ल चल्दैछ। यसरी नै गरेको थियो यो कति वर्ष अगाडि त्यो बैशाखी गर्थ्यो खोलामा, तल खोलामा। ल ठिक छ। आज ठ्याक्क यो तपाईँको स्वास्थ्य जीवन छ क्या। यो खास यो जीवन भनेको चाहिँ हुन्छ। बिमला के छ, आउँछ कि कहिले? भोलि पर्सि? ए ल भाउजूले फुल टिप्दै हुँदो रहेछ पनि छैन। एकदम रमाइलो छ। ल ठ्याक्कै घर आइपुग्यो। अहिले 4:35 जाँदा हामी घुम्दै घुम्दै यहाँदेखि चाहिँ हाम्रो घर जाने बाटो हो। हरियाली बाँसको त गेटै छ।